हेलो गाइस, तपाईहरुलाई मेरो न्यू ब्लगमा स्वागत छ। आज म गाईको तालिममा जाँदैछु। सबैले अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। अहिले म घरबाट निस्किएको छु। हाम्रो घरबाट उकालो जाने बाटो छ। अहिले उकालो हुँदै म मज्जातर्फ लागेको छु। हेर्नुस्, यस्तो छ हाम्रो गाउँ। यो हाम्रो मजुवा साँखरबासीको गाउँ हो। यस्तो रहेको छ गाउँ। हरियाली वन। अन्टीहरू पनि तालिममा जाँदै हुनुहुन्छ, तर अन्टीहरू अलि ढिलो हिँड्नुहुन्छ। तर म छिटो हिँड्छु, त्यसबाट ढिला भएको पनि अन्टीहरूलाई छोडेर म छिटो अगाडि लागेँ। हाम्रो गाउँको लोकल मकै यस्तो रहेको छ। के कस्तो छ हजुरहरूले प्रतिक्रिया दिनुहोला कमेन्ट बक्समा। हेलो गाइस, अहिले म मकैबारी हुँदै हैन, मकैबारी धेरै हुँदै अहिले म तालिमतिर लागिरहेको छु। कालो कालो यस्तरी भएर हिँड्नु पर्ने तर हिँड्न आइसकेँ। अहिले ठ्याक्क 3 बजे उहाँ पुग्नु परेको छ। त्यस भएर छिटो जाँदैछु। पसिना यस्तो ल्याएको छ। यस्तो छ मकै गाउँको हरियाली। कतै पानी नपाएर यस्तो भएको छ। कतै यस्तो राम्रो छ। टिकटक घुमेको छु। अहिले म तालिम भएको ठाउँमा आएको छु। यो आरसिसी गर्ने र यो भवननिर तालिम भएको छ। के कस्तो लाउँछ तपाईहरु सुझाव दिनुहोला। अलिकति तालिम ढिला भएको कारण यता अन्टीहरू हावा खाँदै गफ गर्दै बसिरहनु भएको छ। हेर्नुस्।